हाई गाइस, वेलकम टु माई युट्युब ब्लग। हजुरले चाहिँ देखिसक्नु भएको होला हैन, हामीले चाहिँ के को भिडियो बनाउँदैछौँ आज भनेर। अहिले चाहिँ टमाटरको सिजन हो नि त, अहिले सस्तो नि पाउँछ। अनि पछि सिजन गयो भने धेरै नै महँगो हुन्छ टमाटर। अनि त्यही भएर हामी चाहिँ थोरै सुकाएर राख्छौँ, किनकि पछि महँगो भएको सिजनमा चाहिँ हामीले यसलाई युज गर्न सक्छौँ। अनि त्यही भएर चाहिँ मैले यो चाहिँ हाम्रो घरमै फलेको टमाटर थियो, मैले किनेको चाहिँ होइन, घरमै फलेको टमाटर टिपेर अनि मैले सफासँग पानीमा पखालेर अनि यसलाई सानो सानो टुक्रामा कट गर्दैछु। यसरी काटेर हामीले ड्राई गरेर राख्यो भने अनि जुन बेला सिजन महँगो हुन्छ टमाटरको त्यो बेला हामीले युज गर्न सक्छौँ। मैले चाहिँ सबै टमाटरलाई यसरी नै कट गरेर एक ठाउँमा राख्दैछु। हाम्रो चाहिँ सबै टमाटर चाहिँ मैले कट गरेर राखिसकेँ, सबै रेडी भइसक्यो। अब चाहिँ म यसलाई ड्राई गर्नको लागि अनि छतमा लिएर आएको छु। अनि छतमा चाहिँ तल चाहिँ एउटा सफा केही ओछ्याइदिने, अनि माथिबाट चाहिँ यो अघि कट गरेको टुक्राहरू सबै एकै ठाउँमा राख्नुहुन्न, अनि सबैलाई अलग अलग राम्रोसँग मिलाएर राख्नुपर्छ त्यहाँ। अनि उनीहरू चाहिँ राम्रोसँग सुक्छ, 2-4 दिन चाहिँ लाग्छ। घाम लागेको छ भने चाहिँ 1-2 दिनमै मजासँग सुक्छ, नत्र भने 4-5 दिन चाहिँ मजाले सुकाउनुपर्छ यसलाई। सुकाएको 1-2 दिनमा चाहिँ यस्तो देखिरहेको, धेरै सुकेको छैन। सुक्नु चाहिँ एकदमै टाइम लाग्छ, धेरै घाम भए त 1-2 दिनमा सुक्थ्यो। फाइनली 2-3 दिनपछि हेर्दाखेरि चाहिँ यस्तो देख्थ्यो, सबै राम्रोसँग सुकिसकेको छ। चाहिँ हामीले टमाटर महँगो भएको सिजनमा हामीले यसले मजाले युज गर्न सक्छौँ। अनि तातो पानीमा यो राख्दैपछि हजुरले फ्रेस टमाटर जस्तै देखिन्छ। यसरी ड्राई गरेर राख्यो भने धेरै बेरसम्म पनि टिक्छ, लाइक 1 इयरसम्म टिक्छ। यो सुक्न चाहिँ फेरि राम्रोसँग सुक्नुपर्छ। हजुरहरूलाई यो भिडियो के कस्तो लाग्यो सुझाव सल्लाह दिनु होला। अनि यो च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।